Hello and namaste everyone. Hope you guys are absolutely fine. सबैजनालाई स्वागत गर्दछु मेरो म्युजिक च्यानलमा. सब्स्क्राइब गर्नुभएको छैन सब्स्क्राइब गर्नु होला अनि त्यसपछि लाइक पनि गर्नु होला, शेयर पनि गर्नु होला अनि मिठो कमेन्ट तल गर्नु होला है त. अनि फर्स्टमा भन्न चाहन्छु म सबैजनालाई थ्यांक यू सो मच. सबैजनाको यति राम्रो ब्लेसिङ्स दिनुभएको छ मलाई हैन. अनि गिफ्टहरू पनि दिनुभयो जसले अनि त्यसपछि टाढा टाढाबाट पनि विश गर्नुभएको छ. थ्यांक यू सो मच सबैजनालाई. अनि त्यसपछि आज चाहिँ मसँग गिटार अनि त्यसपछि एम्प पनि छ हैन. अरू गिफ्टहरू पनि छ. तपाईहरुलाई यो दुईटा चाहिँ देखाउँ भनेर म यो भिडियो बनाउन जाँदैछु हैन. अनि गिटार चाहिँ हामीसँग सेमी एकास्टिक र एम्प छ जोयोको. तपाईहरुलाई म देखाउँछु कस्तो छ भनेर. अनि यो भिडियो चाहिँ रिभ्यू पनि हुनेछ है. तपाईहरु यति गिटार किन्ने सोचमा हुनुहुन्छ भने इफ यु आर प्लानिङ टु बाई बजेट फ्रेन्डली गिटार अनि यो भिडियो चाहिँ तपाईलाई अलिकति हेल्प हुन सक्छ. त्यही भएर नछुटाइकन हेर्नु होला. ल फर्स्टमा चाहिँ हामी गिटारबाट अनबक्सिङ गरौँ हैन. हेर्दै जानु होला है. यो सागा लेखेको छ. सागाको गिटार चाहिँ हैन है. गिटार चाहिँ ड्रिम मेकरको हो. लेट्स सी है त. हामी हेरौँ है त. बक्स प्याकेजिङ त एकदम राम्रोसँग गरिदिनु भएको छ है. यसको काम छैन अहिले. हामीलाई यसलाई साइडमा राखिदिउँ. त्यसपछि लेट्स पिक इट अप आवर गिटार. प्याकेजिङ राम्रो गरिदिनु भएको छ हैन. अनि ब्याग ठिकै छ. त्यस्तो नराम्रो पनि हैन, त्यस्तो राम्रो पनि हैन. जस्ट मिड रेन्जको छ है. अलिक मोटो प्यारेट भएको भए मलाई एक्स्ट्रा किन्नु पर्दैन थियो. लेट्स सी मेन आइटम हेरौँ हैन. त्यसलाई यता राख्यो. This colors really looks nice. कस्तो मिठो देखिएको छ. यसलाई चाहिँ पाएको छ ब्यास, मिडल, ट्रेबल र भोल्युम है. त्यसपछि यहाँनिर ब्याट्री लाग्ने रहेछ. सेमी एकास्टिक. यो चाहिँ 40 इन्चको हो है. अनि अहिले बडीहरूको बारेमा एकछिनमा कुरा गरौँ न ल. अब गिटारलाई एकछिन साइडमा राखिदिउँ. ब्यागमा के आउँछ त्यो हेरौँ. केबल हालिदिनु भएको रहेछ. राम्रोवाला केबल छ, नभाँचिने टाइपको. यो पसलतिर नर्मल पसलतिर गयो भने 1500-2000 पर्छ. राम्रै केबल छ है. त्यसपछि हामीसँग एक सेट स्ट्रिङ छ है. त्यसपछि क्यापो पनि राम्रो छ. अनि अरू केही छ. बेल्ट पनि रहेछ. राम्रो रहेछ बेल्ट. नदुखाउने कपडा टाइपको है. अनि अर्को हामीसँग के छ. This is warranty card from the Planet Music, बानेश्वर काठमाडौँ है. सर्भिस कार्ड भन्नुभएको छ. प्लानेट म्युजिकको म एकजना दाइलाई चाहिँ चिन्छु. पहिले जमानामा चिनेको थिएँ है. त्यहाँबाट मैले पहिला एउटा इलेक्ट्रिक गिटार पनि किनेको थिएँ. थ्याङ्क यू सो मच है हेरिरहनु भएको छ भने. सबैजना यो एम्प 10 वाटको है. यसमा चाहिँ ड्युअल टोन च्यानल छ हैन. अनि कन्ट्रोल्सहरू चाहिँ गेन, टोन एन्ड मास्टर कन्ट्रोल छ. 10 वाटको अडियो पावर स्पिकर कम्पनीबाटै पठाएको रहेछ हैन. यसलाई साइडमा राखौँ. त्यसपछि एडाप्टर है. यसलाई निकालेर राखौँ सजिलो हुन्छ हामीलाई अहिले. दिस इज एडाप्टर. लङ्गै रहेछ. साइडमा राखौँ. त्यसपछि मेन आइटम हेर्न जाउँ हामी. This is
द एम्प। यसलाई साइड लगाइदिइहालौँ ल। दिस इज द एम्प, जोयोको 10 वाटको है। यो चाहिँ सेमी एकाउस्टिक पनि हो, इलेक्ट्रिकलाई पनि हुन्छ। अनि यसमा चाहिँ ब्याट्रीबाट नै हामीले बजाउन सक्छौँ है। हामीले 6वटा ब्याट्री लाग्छ भनेको छ। बाहिरतिर यसो गएर हामी बजाउनलाई पनि एकदम कम्प्याटेबल छ है। यसमा चाहिँ च्यानल्सहरू 2टा छ है, एउटा ड्राइभ छ, एउटा नर्मल छ है। अनि त्यसपछि कन्ट्रोलहरू चाहिँ भोल्युम, टोन, गेन, अनि एउटा इनपुट, एउटा अक्सिन छ। अनि हामी साइलेन्ट प्र्याक्टिस गर्नको लागि हेडफोन प्लग पनि दिएको छ है। अनि पछाडिपट्टि चाहिँ हेर्न सक्नुहुन्छ अन अफ स्विच छ है। तपाईँहरूलाई म यसको के अरे कनेक्ट गरेर देखाउँछु ल। सी यहाँनिर एउटा रेड लाइट बलिरहेको छ पावरको है। अनि हेर्न सक्नुहुन्छ जोयोको स्पिकर पावरफुल छ है गाइस। सानो भनेर नभन्नु होला होइन, सानो तर ठुलो छ साउन्ड। लगभग सानोतिनो ज्यामको लागि चाहिँ पर्फेक्टै हुन्छ, एक्लै त झन् राम्रो भइहाल्यो है। अनि साउन्ड पनि फाट्दैन। अहिले हामी बजाएर नि सुनिरहेको छौँ। हियर इज द गिटार है। फर्स्टमै समात्ने बित्तिकै एकदम कम्फर्टेबल छ गिटार चाहिँ है। अनि यो गिटारको अब अलिकति बारेमा कुरा गर्दा चाहिँ दिस बडी इज मेड बाई महोगनी है। महोगनीबाट बनेको बडी हो यो। अनि त्यसपछि यो फ्रेटबोर्ड चाहिँ रोजवुड फिङ्गरवुड हो होइन। अनि एकदम कम्फर्टेबल छ फास्ट प्लेइङको लागि पनि है, बिगिनरको लागि पनि राम्रो छ। पछि चेन्ज गरिरहनु पर्दैन के। अहिले तपाईँले बिगिनरको लागि भनेर नर्मल गिटार किन्नुभयो, त्यसपछि अलि टाइम पछि तपाईँलाई बजाउन सिकिसकेपछि फेरि चेन्ज गर्दाखेरि होइन, अब पुरानो गिटार के गर्ने होइन, बेच्यो भने पनि अलिकति सेलिङ भ्यालुस त्यति छैन धेरै होइन। त्यही भएर एकैचोटि इन्भेस्ट गर्नु, इन्टरमिडिएट लेभलसम्मको गिटार किन्दा हजुरहरूले पनि ठिक हुन्छ कि। त्यही भएर यो गिटार चाहिँ त्यो टाइपको हो है। अनि गिटारको मोडल नेम चाहिँ DM250cc, डिजाइन बाई कोरिया है। गिटार ड्रिम मेकरको भइहाल्यो। त्यसपछि हेर्न सक्नुहुन्छ गिटारको लकिङ किजहरू कम्फर्टेबल छ है। अनि गिटार चाहिँ आई थिङ्क 40 इन्चको होला सायद, मलाई जहाँसम्म लाग्छ। अनि ओपन साउन्ड सुन्नुहोस्, नेचुरल। सस्टेन ठिक छ है। रेजोनेन्स राम्रो फालिरहेको छ गिटारले है, राम्रो छ। यसलाई हामी अब जोडेर एम्पमा जोडेर सुनौँ है त कस्तो सुनिँदो रहेछ। क्लिन साउन्ड एम्पको राम्रो छ है।
छ है साउन्ड। ड्राइभ हालेर सुनौँ ल, ओभर ड्राइभ अलिकति अझै बढाइदिन्छु म। कस्तो लागेको साउन्ड तपाईँहरूलाई मैले सायद जहाँसम्म लाग्छ भने होला, आई थिङ्क सो। भिडियो यति नै थियो। किप लभिङ एन्ड किप वाचिङ है त।